हेलो गाइज गुड मर्निङ। आज चाहिँ डे 5। सो आज चाहिँ एसिएफ क्याम्पमा हाम्रो चाहिँ यहीँ मेरो टोलमा अगाडि वार्ड नम्बर 22 मा आज एसिएफ क्याम्प छ। सो टिभीको लाइभ हेर्दै गर्नुहोस् है गाइज। सो म चाहिँ अब लुसीलाई भेटेर अब निस्किन लागेको छु गाइज। खोले मैले अब चाहिँ म निस्के घरदेखि बाहिर र म चाहिँ अब डक्टरलाई सो गाइज फाइनली म चाहिँ आफ्नो वार्ड नम्बर 22 को स्वास्थ्य चौकी पुगिसकेँ। सो हेर्दै जानुहोस् है के हुन्छ। अब यो चाहिँ सेटअपको लागि लगिरह्यो। यो चाहिँ अब सेटअप भइसक्यो ल चाहिँ हामी रेडी भइसक्यो नेक्स्ट गर्नलाई। गाइस हामी चाहिँ अब इन्ट्री गरेर अब बिरामीहरूलाई बोलाएर एक्सन गर्न थाल्यौँ होइन। यो चाहिँ छैरको लागि एकदम महत्त्वपूर्ण भूमिका खेलेको यो एआई एक्सले काम गरेको चाहिँ हाम्रो बिएनएम सर रुल्स गरिराख्नु छ। अब एक्सपोज गरिसकेपछि हामीले चाहिँ हाम्रो यहाँ ल्यापटपमा आउँछ। सो हाम्रो ल्यापटपबाट सेन्ड गरिसकेपछि त्यसपछि डक्टरको टाइममा जान्छ। पिएचसीको रेडियोग्राफर र हाम्रो डक्टरसँग हुनुहुन्छ सुषमा कोइरालाको स्टुडेन्टहरू। फाइनली फोटोसुट पनि गरियो पुलिनी स्वास्थ्य चौकीमा। सबैजनासँग जोस भेटघाट एकदम राम्रो मिलन भयो। सो यो चाहिँ मैले काम लगाएको है। सो यो चाहिँ हाम्रो खजुराको र बिरयानी पकाएर खाइरहेको थियो। सो एकदम टेस्टी यम्मी डान्स प्र्याक्टिस गरिरहेको थिएँ। सो दुवै भान्जाहरू एकदम डान्स प्र्याक्टिस गर्दै थिएँ। फाइनली म चाहिँ अब लिएर जाँदैछु होइन। हाम्रो गुलरियामा अब तपाईँको के भन्छ अरे कारागारमा क्याम्प छ पुरुष र महिलाको खेलमा। सो म चाहिँ अब डक्टर रमाउ फ्रम टिभी नेपाल गुलरिया कारागार। सो कारागार कारणले पुगिसकेपछि अब आई डोन्ट नो हल्का यताउता आएको। सो नामले सो एक्सेप्ट गर्नु होला। हामी चाहिँ अब बाटो जाँदैछौँ। जानु त बाटो हो। यो चाहिँ हाम्रो मानखोलाको नयाँ पुल पुग्यो र यो अगाडिको जङ्गल भनेको सबैको सार्वजनिक भएको त्यो त सबैलाई थाहा छ। र फाइनली म चाहिँ आफ्नो ल फाइनली गाइस यो चाहिँ गुलेरिया हो है। गुलेरिया हो गाइस एकदम नेपालको जनता। यो चाहिँ हाम्रो गुलेरिया चुक्कैनिर हो। यहाँ चाहिँ पहिला जिएफसँग सबै खाना गर्न जान्थ्यो। यो चाहिँ फाइनली कारागार पुग्यो गुलेरिया कारागार।
बनाउनु पाइनँ है। यो चाहिँ हाम्रो अब चक्र सरको उहाँले फोटो खिच्नु भएको थियो, मैले मोबाइल लिनु लग्न पाइनँ। यो चाहिँ पुरुषको कारागार सेलमा हो, महिलाको कारागारको सेलको फोटो चाहिँ छैन है। यो चाहिँ एलाउड छैन, त्यसैले मैले हालेन। सो जे हो, सबैजनालाई भेटेर एकदम खुसी लाग्यो। आजको ब्लग सो फाइनल्ली यो चाहिँ विजय गेस्ट हाउस हो है, पुरानो याद यो रहेछ विजय गेस्ट हाउसमा। पहिला धेरै हेरेको थिएँ म। यो चाहिँ दिल्लीको गेट हो। फेरि अर्को दिन महिला सेलको लागि अब कुरा गर्न गइरहेको मिटिङ छलफल। यो चाहिँ हाम्रो गुलेरियाको कारागारको सरको रुममा एक्सप्लेन गर्दै सास लिएर रोक्नु है। ल है गाइस, यो चाहिँ गुलेरियाको एकदम कारागारको हस्पिटल हो है। यो चाहिँ हाम्रो सेटअप हो। सो मसँग चाहिँ कुर्सी थिएन, त्यही पनि अब यतिकै कारागारमा एकदम बसी काम गरिरहेको थिएँ मैले। सो सरहरूको अब एकदम प्रहरी सरहरूको चक्र सर नै कारागारको डक्टर। यो चाहिँ महिलाको सेल हो यसको भित्र। यो चाहिँ म हो है गाइस, डोन्ट बी कन्फ्युज। सो उहाँ चाहिँ हाम्रो मेरो अनिल दाई, हामी सँगै पढेको अनिल दाई हुन्। एकदम मुस्कानमा एकदम चमक छ अनिल दाजुको। फाइनली गाइस हामी चाहिँ खाना खान आइपुग्यौँ शुभम होटल र यो चाहिँ अब खाना खाने टाइम डक्टर र म। सो फाइनली खाना खाएर हामी अब निस्क्यौँ। कहाँ निस्क्यौँ थाहा छैन, तर निस्क्यौँ।